काकी हजुर के पाक्न लायो? म आज गाई भैँसीको दाना पकाउँदैछु नानी। त्यही त हो, बिहान पकाऊ साँझ पकाऊ, यिनीको स्याहार सुसार गर, यिनीसँग रमाऊ, यिनीको ख्याल गर। कति धेरै हो पकाएको पनि। अब धेरै छन् नि त नानी, बिहाका 3-4 वटा छन्। अरूलाई त काँचै दिने गरेको छ, बिहाकालाई चाहिँ यसै गरी पकाएर दिनुपर्छ। त्यही भएर पकाउँदैछु कि लाइरमा यसरी पकाएर दिने हो। जहिले जहिले यसरी पकाउनु पर्छ र? जहिले जहिले भन्नाले बिहाको बेलामा खुवाउने हो पकाएर। बिहाको 1-1.5 महिना 2 महिना भइसकेपछि काँचै दिँदा पनि हुन्छ, सम्भव हुँदैन नि त धेरैलाई पकाउनु। यसरी त गाह्रो हुन्छ त हौ काका काकीलाई त पकाउन त। गाह्रो मानेर हुँदैन हो, काम गर्न गाह्रो मानेर हुँदैन, गाह्रो छैन। अब यो पाकेपछि अहिले दिने हो कि साँझ हौ काकी? यो साँझको लागि हो, एकदम गर्मी छ, अहिले पकाएर दियो भने त तातो हुन्छ। अहिलेको लागि भइसक्यो, साँझमा पकाउँछु। बिहानको लागि अब साँझको लागि बिहान पकाउँछु। अब यो साँझसम्म चिसो हुन्छ अनि साँझको लागि हो। कति राम्रो हो यो दाना त। यो खुवायो भने दुध धेरै आउँछ कि क्या हो? आउँछ।